हेलो गाइज म चाहिँ सधैँ चाहिँ आज पनि यता खानाको भिडियो बनाएर आएको छु है। अनि यता यता च्याउ र आज यसलाई के भन्छ भन्दा यस्तो तातो गाइस हेर्नु है, तातो छ। यसलाई के भन्छ भन्नु है तपाईँहरूले, तामाङ भाषामा के भन्छ यसलाई? यसलाई के भन्छ तामाङ भाषामा है? डल ढाक्क लगाएर among it. Dami. Shamo. Labu. Dami लाग्छ। भिडियो कस्तो लाग्यो है कमेन्ट गर्नु होला। यसले के भन्छ भन्दा तपाईँहरूको यो मकैको है गाइस है, यो मकैको हो। यो मकैकोलाई के भन्छ तपाईँहरूले भन्दैन पार्नु है। ओहो यहाँ मेरो सट बिग्रियो यार, क्यामेरा सेटअप गर्नेहरू किनेको छैन, अलिक गाह्रो छ, मलाई एकदम गाह्रो भइरहेछ यहाँ। सट मोबाइल अट्काउनु गाइस, अनि मलाई गाह्रो भइरहेछ है। यो म चाहिँ यता अड्काएर राख्ने ठाउँ कुरो छैन। यो भिडियो बनाउँदाखेरि खाना पनि राम्रोसँग खान चाहिँ नपाउने रहेछ है गाइस। आनन्दले चाहिँ खानु नपाउने रहेछ। मैले हिजो पनि मासु भात ढेँडो पुरै चिसो भएपछि उनीहरू खाना पायो भिडियोले गर्दाखेरि। आज पनि त्यस्तै होला जस्तो गाइस है। सट यो अड्काउने कुरो छैन कि मेरो मोबाइल अड्काउने कुरो छैन, यसले अड्काएर रहेछ कि मैले। यस्तै भयो गाइस यार, राम्रो भयो भिडियो, यसको लागि सरी है। म ट्राई गर्छु अर्को भिडियो चाहिँ सेटअप गर्न किनेर अर्को राम्रो बनाउँछु। केले अड्काउनु पर्छ यार, त्यो ज्याकेट यसले गरेर अड्काइरहेको मैले। सो है, सो सरी गाइस है, राम्रो भएन भिडियो, त्यसको लागि क्षमा चाहन्छु। माफ गर्नु होला गाइस है। सरी गाइस है, भिडियो राम्रो भएन। बट अहिले सट क्लियर आएन। समस्या छ गाइस, गाह्रो छ। अहिले पनि खास क्लियर आएन, आई डोन्ट नो वाइ। ठिक छ गाइस है, अलिकति
क्यामेरामा के पस्यो Pekka. Tak. Hei. Tak. सरी गाइस है यस्तै भयो आजको खासै राम्रो भएन भिडियो अन्त हिजो पनि राम्रो थिएन चनाचुर नराम्रो भयो दामी भिडियो बनाउन पनि एकदम गाह्रो छ गाह्रो है अनि भनेको जस्तो हुँदैन मान्छेले एउटा के अरे 8-9 मिनटको भिडियो बनाउन कस्तो के हो भन्छ होइन तर कहिले के मिल्दैन कहिले के मिल्दैन है तपाईँले देखिसक्नु भयो खाना पनि राम्रो खानु पाउँदैन Ciao. Makan kau. Itu makaiko bolu भन्छ तपाईहरु त्यो चाहिँ के भन्छ भन्नु है मुला दामीलाई चाहिँ चाउजाइ यो खाएपछि चाहिँ पेट चढेर आएको छ है
मजाको झोल ल गाइज है आज चाहिँ मैले भिडियो राम्रोसँग बनाउन सकिनँ झन् सेकेन्ड डेमा झन् राम्रो भयो है हिजो अलिकति अलि योभन्दा अलि राम्रो भएको थियो अझ राम्रोसँग खिच्नु भएन गाइज है क्यामेरा पनि क्लियर आइरहेको छैन सरी गाइज है स्ट्यान्ड नकिन्ने भएन एकदम हुँदो रहेछ है भिडियो राम्रो नआउँदो रहेछ त्यही भएर भोलि भेटौँ ल बाई बाई सी यू नेक्स्ट भिडियो गाइज है